युक्रेनी र अमेरिकी अधिकारीहरू रुससँगको युद्ध अन्त्य गर्ने वाशिङटनको योजनाबारे छलफल गर्न छिट्टै स्विजरल्यान्डमा भेला हुने योजना तय भएको किएभले बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई करिब 4 वर्षे द्वन्द्व अन्त्य गर्ने 28 बुँदे योजनालाई अनुमोदन गर्न एक हप्ताभन्दा कम समय दिएका छन्। प्रस्तावमा आक्रमणकारी देशले युक्रेनी क्षेत्र छोड्ने, सेना कटौती गर्ने र नेटोमा कहिल्यै सामेल नहुने प्रतिज्ञा गर्ने उल्लेख गरिएको छ। उनको यो प्रस्तावले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निकै ठूलो महासंकटमा ल्याइपुर्याएको छ। ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिलेर तयार पारेको यो सम्झौता सतहमा शान्ति बहालीको प्रयास देखिए पनि यो एकपक्षीय योजनाले युक्रेनलाई भयानक भू राजनीतिक र आर्थिक क्षति पुर्याउने निश्चित छ। विश्लेषकहरूले यो योजना युक्रेनको लागि निकै घातक भएको बताएका छन्। यो योजनाले युक्रेनको भूभाग टुक्र्याएर रुसलाई सुम्पिनेछ, युक्रेनलाई स्थायी रूपमा नेटोको बाहिर राख्नेछ, देशको खनिज सम्पदा विदेशीको हातमा पुर्याउनेछ र युद्ध अपराधीहरूलाई पूर्ण रूपमा उन्मुक्ति दिनेछ। जेलेन्स्कीलाई कूटनीतिक रूपमा अलग्याइदिएर अमेरिकाले दिएको असहयोगको संकेतले युक्रेनलाई युद्धको मैदानमा मात्रै होइन, वार्ताको टेबलमै पनि एक्लो र असहाय बनाइदिएको छ।